So after a long time, again at a video as opposed to has a 25th December as a Christmas. Merry Christmas to all. So I mean also the regular busy new I their video this तरह सब बनाउनु चाहिँ पाइनँ. Obviously I'm not that consistent in video चाहिँ but आज चाहिँ त्यति राम्रो भइरहेको छैन. अनि त्यो धेरै कुराहरू होइन. So I thought maybe एकछिन बसिरहेको बेला I can just record something होइन. So मैले रेकर्ड गरेँ अनि सो अपडेटको लागि चाहिँ म यहाँ दिइरहन्थेँ. So a lot has changed पहिलादेखि अहिलेसम्ममा. अनि करेन्टली चाहिँ around 17 lakh सेल्समा भनौँ. सेल्समा अभियसली प्रोडक्ट कस्टदेखि लिएर त्यहाँ एड स्पिड सबै कुरा हुन्छ. बट टिल नाउसम्म चाहिँ त्यति चाहिँ हामीले एचिभ गरिसकेका छौँ. अनि इट्स बिन ग्रेट अहिलेसम्म पनि. आज फर सम रिजन के भइरहेको बट आम स्टिल वर्किङ इन द एड्स. सो एड सबै ठिक भइसक्यो. लाइक केही एडहरू बनाइसकेपछि हामी फेरि रिलन्च गर्छौँ. कहिले काहीँ एड एकाउन्ट त्यस्तै हुन्छ. हामी पेमेन्टको लागि यस्तो हुन्छ. फेरि पहिलाको लागि चाहिँ पहिला चाहिँ मैले आफ्नै कार्डबाट बनाएको आफ्नै इकम कार्डबाट गर्थेँ. अनि रिसेन्टली चाहिँ मेरो कार्डको लिमिट $500 लिमिट सकिएपछि चाहिँ उता आन्टीकोबाट कार्डबाट युज गर्नु खोज्दा चाहिँ अहिले चाहिँ सायद त्यही नै भएर होला जस्तो लाग्छ मलाई चाहिँ. यो जुन तल गएको चाहिँ अहिले चाहिँ बट केही वेट गरौँ, केही टाइम वेट गरौँ. ब्रेक इभन केही अराउन्डमै छ चाहिँ. सो टिल देन वेट गरेर बसौँ. अनि अभियसली राम्रो वे जान्छ. अनि त्यो भएपछि सबै ठिक हुन्छ. त्यही नै हो. टिल न अब अरू त मैले के छ र भन्नुपर्ने कुरा. अलट हेज चेन्ज. अब आजकै दिन 1 वर्ष पहिला चाहिँ दिपेन चाहिँ क्यानाडा गएको लागि डाइरेक्ट यहाँ फ्लाइटबाट उडेको थियो. अनि आज स्टोरी पनि आइरहेको थियो. हामीलाई 1 वर्ष पहिला तैँले आएको स्टोरी भनेर आइरहेको थियो फेसबुकबाट. एभ्रिथिङ इज ग्रेट. गड इज गुड. सबै ठिकै भइरहेको. एन्ड यो एरिया चाहिँ अहिले चाहिँ म चाहिँ लाइक यहाँ 24 कोटीमा छु भनेको चाहिँ नयाँ टिकट भनेको छु. अनि यहाँ बसेर चाहिँ आम जस्ट डुइङ वर्क. अर्डर आइडीहरू टिप्दै अलिक सरी अर्डरहरू टिप्दै अर्डर आइडीहरू बनाउँदै पोखराबाट सामान गयो काठमाडौँलाई पठाउने. हामीले एउटा प्याकिङ गर्ने. प्याकिङहरू लिएर गएर दिने. त्यही हो. अनि बिचमा थोरै सेयर गर्दाखेरि चाहिँ एकजनाको इन्टरभ्यू पनि भयो एउटा केटीको. अनि केही कुराहरू सिक्न पाइयो. अभियसली धेरै कुराहरू सिक्न पाइयो. अभियसली केही कुरा त हामीले सिकिन्छ. तर एउटा चाहिँ धेरै कुरा पनि सिक्न पाइयो. अनि त्यहाँ बसी करेन्टली चाहिँ आम विथ समवन. अनि मेरो विचारमा चाहिँ सी इज गुड. सी इज एक्चुली गुड. स्मार्ट. लाइक लिला चाहिँ स्मार्ट छ. सी इज स्मार्ट. सिकेकै हुन्छ. अब के यति कुरा बोलिसकेपछि केही न केही यसको पनि भनौँ. हामी के को बारेमा भनौँ भन्दाखेरि बिजनेसकै बारेमा हल्का कुरा गरौँ. सो अहिले चाहिँ हामीसँग एकजना चाहिँ स्टाफ हुनुहुन्छ. एन्ड सी इज रेस्पोन्सिबल फर रिप्लाइङ. अनि अरू सिम्पल कामहरू अर्डर आइडीहरू बनाउने, रिप्लाईहरू गर्ने एन्ड प्याकेजिङमा हेल्प गर्ने. उसको लागि मात्रै हुन्छ उहाँ चाहिँ. अनि हामीले वेबसाइट बनाएर लन्च गरिसकेका छैनौँ. अनि इट्स लाइक त्यति नै हो. मैले चाहिँ जस्ट आफूले थोरै टाइम एक्स्ट्रा पाउँछु जस्तै. इफ त्यो स्टाफले चाहिँ सबै ह्यान्डल गरिदियो फर 10 to 5 भने मैले चाहिँ त्यो टाइम पाउँछु फर अरू कुरा सोच्नलाई अरू कुरा गर्नलाई भन्ने सोच्दै हो. बट अभियसली ऊ चाहिँ ट्रेनिङ फेजमै छ. बुझ्न उनीहरू त्यो गरेर टाइम लाग्छ होला जस्तो पनि लाग्छ. कहिले राम्रो पनि गरेर आउँछ. बट अहिलेलाई चाहिँ आज क्रिसमस सी इज नट हियर. बट हाम्रो पनि त्यति राम्रो चाहिँ आज चाहिँ छैन. क्रिसमस झन् चाहिँ धेरै हुनुपर्ने भन्ने थियो. बट फर सम रिजन आज भइरहेको. त्यही नै हो. जाडो छ. ओढेर बसिरहेको. अनि अब मेरो विचारमा चाहिँ आम थिङ्किङ अफ अल्सो लाइक यो ल्यापटपबाट चाहिँ सबै स्क्रिनहरू राखेर चाहिँ हामी जति मैले सिकेको छु होइन त्यो कुराहरू चाहिँ एज नर्मली चाहिँ सिकाउनु पनि कि लाइक नर्मली युट्युबमा राखिदिने जस्तो गरौँ कि जस्तो पनि लाग्छ मलाई. बट आई हेभन्ट लर्न कसरी त्यो चाहिँ हुन्छ भनेर लाइक स्क्रिन रेकर्डिङ यहाँ गरेर लाइक सबै कुरा त्यो आई हेभन्ट लर्न द्याट येट. बिस्तारै हेर्दैछ. इफ सबै ठिक रह्यो भने आई विल अल्सो पोस्ट
हेर्ने लाइक स्क्रिन रेकर्ड गरेर अनि के छ र अरू त अहिले एक्लै बसिरहेको छु अब काइन्ड अफ अफिस टाइपको भनौँ यो ठाउँ मैले टाइप बनाएँ भनौँ मैले त ल्यापटप चाहिँ देखाइनँ देखि आडममा बट स्टिल त्यसो र and I'm just here multiple countryबाट रिजेक्ट खाएर कलेज नआइकन जस्ट बसिरहेको आनन्द त के भन्नु बट स्टिल बसिरहेको लाइफ इज गुड बिस्तारै गर्दैछ यो भिडियो चाहिँ अब अलिक पछि गएर म आफै पनि प्ले गरेर हेरेर आउँछु अब धेरै मान्छेहरूलाई त्यो पनि हुन्छ मसँग अहिले पनि धेरै कुराको भिडियो चाहिँ छ होइन जुन चाहिँ मैले पहिला केही कुरा चाहिँ गरेर पहिला बनाएको थिएँ अनि लेटर गर्छु आफूले हेरेँ त्यो दोज भिडियो रियली गुड होइन एन्ड दिस भिडियो इज अल्सो गन बी वान अफ देम क्या पछि गएर चाहिँ आई विल बी समवेयर इन दुबईमा इन अ यार्ड होइन अर मेबी ड्राइभिङ स्पोर्ट्स कार होइन त्यति बेला चाहिँ आई विल वाच दिस भिडियो यस्तो द कोट अफ द डे इज आई मिन नट द कोट अफ द डे बट दिमागमा चाहिँ राखिरहनु पर्ने कुरा चाहिँ के हो भन्दा चाहिँ देयर आर नो लुजर्स देयर आर ओन्ली विनर्स एन्ड ट्रायर्स के भन्छ अब होइन मतलब त्यो सेन्स चाहिँ मलाई चाहिँ दिमाग के राखिरहनु पर्ने कुरा चाहिँ कहिले काहीँ राम्रो हुन्छ कहिले काहीँ नराम्रो पनि हुन्छ होइन बट यु कान्ट लुज अनलेस अर अन्टिल यु क्विट के सो गरिरहनुपर्छ भन्ने कुरा अब आज नि गर्ने भोलि नि गर्ने पर्सि नि गर्ने मेबी नट टुडे मेबी नट टुमारो बट डे आफ्टर टुमारो के न के चाहिँ हुन्छ क्या त्यो चाहिँ इट्स फन अबाउट लाइफ के भनेको इफ यु डोन्ट क्विट केही न केही हुन्छ केही न केही हुन्छ जस्ट क्विट गर्नु भएन होइन इट्स गन बी हार्ड बट क्विट गर्नु भएन केही न केही चाहिँ हुन्छ कि ठुलो नहोला जुन सोच आफूले लिएर हिँड्दा त्यो नहुना होइन बट केही न केही चाहिँ हुन्छ कि बट यु जस्ट ह्याभ टु किप गोइङ त्यो चाहिँ अलवेज किप इन माइन्ड अनि लेट्स सी अझै यस्तो हुन्छ किन भन्दाखेरि अहिले म भिडियो रेकर्ड गरेर होला कति बजिरह मेबी अराउन्ड 4 बजीसम्म ला बेलुका पनि सेल्सहरू आउँछन् नर्मली सो त्यो टाइम पनि वेट गरौँ अब नर्मल डे रहन्छ तर आज मेरो विचारमा चाहिँ इट्स गन बी एकदम लोएस्ट डे हाम्रो अराउन्ड 1 month to 2 monthsदेखिको अहिलेसम्मकै सबभन्दा लोएस्ट डे हुन्छ जस्तो चाहिँ मेरो विचारमा हेर बट वी कान्ट कन्ट्रोल एनिथिङ इन्ड अफ द डेसम्ममा मैले भिडियो बनाएँ भने अब लेटरमा अब अभियसली मेरो यो मोबाइल पनि नयाँ छ है आई बट इट यो चाहिँ मेरो पुरानो मोबाइल हो एन्ड फ्रम विच आइम रेकर्डिङ त्यो चाहिँ मेरो नयाँ मोबाइल सो के भएछ बट सबै भइसकेको छैन ओके